हेलो एभ्रिवान, दर्शक नमस्ते, सिवारो, गुड आफ्टरनुन। आज चाहिँ म अलग ठाउँ जाँदैछु हजुरहरूलाई त्यो भिडियो देखाउनको लागि चाहिँ हजुरहरूले चाहिँ युट्युबमा सर्च गर्नुपर्ने हुन्छ एभ्रिवान। फुल भिडियो हेर्नको लागि चाहिँ बिचबिचमा देखाउने छु। हजुरहरूको माया र सपोर्ट यसरी नै चाहियोस् भन्छु है एभ्रिवान। फुल भिडियो हेर्नको लागि चाहिँ युट्युबमा आउनु होला है हजुरहरू सबैजना। एभ्रिवान हेलो हेलो, मेरो भाइरले काका हुनुहुन्छ है। फेरि लास्ट हेन्डसम चाहिँ देखिन्छ हाम्रो काकालाई। हे म भन्दा उमेरमा जेठो हुनुहुन्छ, फेरि अनि म भन्दा कलिलो देख्नुहुन्छ मेरो काका। होइन हौ काका, उमेरमा त अलिक हजुर जेठो पनि हो, साइनोले पनि जेठो। लास्ट हेन्डसम चाहिँ हेन्डसम हुनुहुन्छ, कोरियन बोय हो क्या हाम्रो काका चाहिँ। फुल भिडियो चाहिँ हजुरहरूले युट्युबमा हेर्नु सक्नुहुन्छ एभ्रिवान। यता यता काका यता यता हो टिकट घर। अब यहाँ टिकट घरमा छिरिसकेको छु। यहाँ चाहिँ कहाँ भेरिफाई चाहिँ गराउने हो काका? अब यहाँ चाहिँ सोध्नु पऱ्यो। मैले बोल्नु आउँछ, मलाई त आउँदैन। होइन एभ्रिवान सबैलाई काका अनि यता साथीहरू पनि हुनुहुन्छ एभ्रिवान। यसो आज चाहिँ घुम्न हिँडेको हो। अब के कस्तो लाग्छ, अब अगाडिको भिडियोहरू माथि पुगेर युट्युबमा चाहिँ हेर्नु होला क्या, सबैले भन्छु क्या एभ्रिवान। कहाँ गयो कहाँ भाइ र काकालाई अब हामी चाहिँ बस्नुपर्ने भयो एकछिन। यहाँ साथीहरू पनि आउनु भएको छ। काकीले हेऱ्यो भने चाहिँ फेजाले चेप्तुङ्लो गर्ला नि काका। धेरै खुसी लाग्छ आज काकासँग पनि भेटेको छु। अब चाहिँ हामी चाहिँ यो जुन हजुरहरूले दृश्यमा देख्नु भएको छ नि, यो ठाउँमा यो भ्यूहरू हेर्नको लागि चाहिँ जाँदैछौँ एभ्रिवान। हजुरहरूलाई के कस्तो लाग्छ? अस्तिको पालि आएको, अस्तिको पालि क्यान्सल भयो, अलिकति आफ्नो प्रब्लमले गर्दा। अहिले काका नि वेटिङमा बस्नु भएको छ, म चाहिँ ब्लग बनाएर बसिरहेको छु। मेरो काका हेन्डसम त हेन्डसम हुनुहुन्छ। अब अरू भिडियो चाहिँ माथि पुगेर है एभ्रिवान यो भ्यूहरू देखाउने छु हजुरहरूलाई। हस् त है। फाइनली अब हामी चाहिँ यहाँ आइसक्यौँ एभ्रिवान। 34 तला माथि आयौँ। अब कहाँ आइयो अब त्यो चाहिँ थाहा भएन एभ्रिवान। यहाँ साथीहरू पनि हुनुहुन्छ। अब बाहिरीको दृश्यहरू देखाउने छु। कता कता हो घुम्ने चाहिँ यता। हेलो हेलो, यहाँ त केही नखाउँ, अब मुद्दिउँ न जतासुकै। भ्यू अफ टु सिङ्गापुर नाउ स्टार्ट एभ्रिवान। वेटिङ फर यु अल पर्सन एभरमा है। अब चाहिँ अगाडिको भिडियो भन्दा पनि पछाडिको चाहिँ म देखाउने छु है हजुरहरूलाई, सम्पूर्ण एभ्रिवानहरूलाई चाहिँ। होइन कहाँ पो हो यो स्काई भ्यूहरू चाहिँ? ल ल ल ल अरे कता पो आइयो फेरि? यहाँ पहिलोचोटि आएको एभ्रिवान। फाइनली अब हामी चाहिँ यहाँ फसेछौँ। यहाँ कहाँ आयो आयो, कहाँ ल्यायो जहाँ ठाउँ यार दिमाग खराब भयो। यहाँ 34 फ्लोरमा आएको। यहाँ जुत्तामा कभर लाउँदैछ। यो चाहिँ अब हामी चाहिँ यो पुरा बिल्डिङ घुम्ने भनेर आएको। अब यहाँ अलिक घुम्नु नपाइने छ। जुत्तामा कभर सभर चाहिँ यहाँ लगाइँदैछ एभ्रिवान। अब नेक्स्ट ब्लक वेट है। यहाँ यो कहाँ हो? यो जुत्ताको कभर सभर लाएर अब चाहिँ रेडी भइयो एभ्रिवान। एभ्रिवान म चाहिँ आज फाइनली यो माथि आइसकेको छु है। हजुरहरूलाई प्रमिस गरेको थिएँ यो ठाउँ देखाउँछु भनेर। यो मेरो पछाडि चाहिँ देख्दै हुनुहुन्छ सिङ्गापुर होइन। र यो ठाउँमा आउनुको लागि अलिकति सजिलो चाहिँ रहेन रहेछ। अनलाइन बुकिङ गराउनु पर्ने रहेछ, धेरै प्रोसेसिङहरू रहेछ। त्यसैले पनि अलिकति पर्यटकहरू आउने ठाउँहरू चाहिँ कमी चाहिँ भएको जस्तो लाग्यो है एभ्रिवान। र हेर्नु सक्नुहुनेछ यहाँ मुनि 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 मुनिको दृश्यहरू हेर्नु सक्नुहुनेछ है। हजुरलाई देखाएको छु है। अहिले चाहिँ हामी लेभल 34 मा छौँ। पछाडि काका हुनुहुन्छ। यता यता मेरो साथीहरू हेलो गर्नु न एभ्रिवान। ल साथीहरू हुनुहुन्छ। आइयो आफ्नो मनको रहस्यहरू मिटाउनु। हजुरहरूलाई के कस्तो लाग्छ अब हजुरहरूले कमेन्टमा गर्नु होला। यो फुल भिडियो हाम्रो चाहिँ टिकटकमा भन्दा नि टिकटकमा चाहिँ लिङ्क छ, युट्युबमा आउनु होला। यो पारिपट्टि चाहिँ हाम्रो सिङ्गापुरको भ्यू एभ्रिवान। यस्तो आनन्द आउँदो रहेछ। हे भगवान्, मुझे बचा लो, कोही त बचा लो। उहाँ हाम्रो काका श्री हुनु। काका हेलो गर्नु न हौ एभ्री सबै दर्शकहरूलाई।
र अब के भन्नु अब हजुरहरूलाई ठिकै छ धेरै खुसी छु अब पछाडिको दृश्यहरू देखाउँछु हजुरहरूलाई सम्पूर्ण एभ्रिवानलाई चाहिँ बिग रेस्पेक्ट हजुरहरूलाई आज यो ठाउँहरू देखाएँ होइन हजुरहरूले त्यस्तो झुट बोल्यो भन्नु चाहिँ नपाइ होला अब यहाँदेखि चाहिँ पछाडिको दृश्यहरू चाहिँ अर्को ब्लगमा देखाउने छु हजुरहरूलाई आज फाइनली पुरा भयो हजुरहरूलाई देखाउनको लागि देख्न सक्नुहुनेछ हजुरहरूले दृश्य हेलो एभ्रिवान दर्शक नमस्ते सेवारो फेरि पनि म बिरे लिम्बू हजुरहरूमा एउटा भिडियो लिएर उपस्थित भइरहेको छु आजको भिडियो मकसद चाहिँ के हो भन्दाखेरि बनाउनुको लागि चाहिँ अहिले चाहिँ म चाहिँ फाइनली यहाँ हेर्नुहोस् है माथि हजुरहरूलाई बाचा गरेको थिएँ नि त्यो ठाउँमा पुगिसकेको छु क्या र यो पुरा भिडियो हेर्नको लागि चाहिँ हजुरहरूले युट्युबमा गएर मैले टिकटकको मुनि लिङ्क छ त्यसमा हजुरहरूले सब्सक्राइब गरेर हेर्न सक्नुहुनेछ एभ्रिवान होइन म चाहिँ अहिले फाइनली चाहिँ अब यहाँ हेर्नुहोस् है सिङ्गापुरको दृश्य देखाउँछु मेरो पछाडिको ब्याकग्राउन्डहरू एभ्रिवान ए सिङ्गापुर इज हाबिबी कम टु सिङ्गापुर भन्न नमिल्यो होइन अहिले चाहिँ म चाहिँ कहाँ छु भन्दाखेरि लेभल 34मा छु सरी एभ्रिवान र हजुरहरूलाई के कस्तो लाग्छ एभ्रिवान यो भिडियोहरू र यस्तै भिडियोहरू हेर्नुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला र साथ सपोर्ट त हजुरहरूको पाइ नै रहेको छु अझै पाउँ भन्ने आशाहरू छ होइन र अगाडिको कुराहरू भनेको तर यहाँ आएर हामी चाहिँ फस्यौँ क्या नेपालको 1500 रुपियाँ तिरेर चाहिँ यति मात्रै हेर्नु पाउने रहेछ कि एभ्रिवान यहाँ हेर्नु त मुनिको दृश्यहरू हेर्नु यहाँदेखि चाहिँ भ्यू हेर्नु पाइँदो रहेछ हेर्नुहोस् है अब तपाईँहरूलाई सबैलाई देखाउँछु है एभ्रिवान यो चाहिँ सिङ्गापुर हो है एभ्रिवान यहाँ साथीहरू हुनुहुन्छ उहाँ मेरा काका भाइरले काका हुनुहुन्छ पछाडि काका हेलो गर्नु न काका यहाँ साथीहरू हुनुहुन्छ अनि फाइनली अब हाम्रो चाहिँ टाइम पनि सक्यो 15 मिनट मात्रै रहेछ एभ्रिवान होइन हजुरहरूलाई यो भिडियो के कस्तो लाग्छ र यो ठाउँमा आउनुको लागि हजुरहरूले चाहिँ अलिकति नर्मली प्रोसेसिङहरू नहुने रहेछ एभ्रिवान होइन अब यहाँ चाहिँ अनलाइन बुकिङ हुँदो रहेछ अब जस्तो अब मेरो एटिएमबाट पैसा कटाउँछु भन्दा नि अलिकति पोसिबल नट पोसिबल यस चिजहरू चाहिँ अनलाइन बुकिङ हुनुपर्ने रहेछ तपाईँहरूको जस्तो टच एन्ड गो अलिपे अरू उयोबाट मात्रै हुने रहेछ एभ्रिवान होइन अनि मैले चाहिँ टच एन्ड गोबाट गराएर आएँ अब म अलिक चलाक परेँ अनि पहिल्यै बुझेको थिएँ अस्ति अनि आएको थिएँ हजुरहरूलाई बाचा गरेको थिएँ यो ठाउँमा ल्याउँछु भनेर तर ल्याउनु सकिनँ एभ्रिवान होइन त्यसको लागि आइएम रियली सरी तर आज चाहिँ फाइनली यो मेरो फोटोको पछाडि देख्दै हुनुहुन्छ सिङ्गापुर है एभ्रिवान हजुरहरूलाई के कस्तो लाग्छ यो ठाउँमा आउनुको लागि चाहिँ अलिकति चाहिँ गाह्रै रहेछ एभ्रिवान ल हेर्नुहोस् त अहिले म चाहिँ लेभल 34मा छु र दृश्यहरू मुनि देख्नु सक्नुहुनेछ है कारहरू कुदिराखेको र मेरो र यो चाहिँ कहाँ पर्छ भन्दाखेरि यसको लोकेसनहरू चाहिँ म तपाईँहरूलाई तल भिडियोको मुनि मेन्सन गरेर राखिदिने छु र हजुरहरू यति आउनु इच्छुक हुनुहुन्छ भने एभ्रिवान आउनु सक्नुहुनेछ तर यसमा चाहिँ अब क्यास चाहिँ पेमेन्टहरू हुँदैन रहेछ र आफ्नो जस्तो अब एटिएम कार्डहरूबाट पे गर्छु भन्दा पनि नमिल्ने रहेछ एभ्रिवान यसमा चाहिँ पहिल्यै सुन्नुहोस् अलिकति धेरै लामो प्रोसेसिङ रहेछ है र यहाँ हेर्नु त मेरा साथीहरू कति राम्रो भिडियो बनाउँदै हुनुहुन्छ भाइरल ठाउँ हो के भाइरल टावर र हस्त धन्यवाद हजुरहरूलाई के कस्तो लाग्छ अब हजुरहरूले यसमा जानकारी दिनु सक्नुहुनेछ र यदि जहाँ पनि हुनुहुन्छ अगर हजुरहरूले मन पराउनु भयो भने यो भिडियोलाई चाहिँ लाइक र कमेन्ट अनि फलो चाहिँ कुदाउनु होला एभ्रिवान सम्पूर्णलाई भन्न चाहन्छु हस्त धन्यवाद सेवारो बिरे लिम्बू फाइनली योदेखि चाहिँ अब निस्किसकेर चाहिँ यता पनि घुम्नु पर्ने अरे एभ्रिवान मलाई त तातो भए यहाँदेखि चाहिँ बाहिरको दृश्यहरू हजुरहरूलाई देखाउने छु त्यहाँबाट सक्यो हाम्रो काकाहरू आउँदै हुनुहुन्छ यता हाम्रो यता काका यहाँ दृश्यहरू देख्न सक्नुहुनेछ अब यता त के हेर्नु यो सिसा हालेको छ अब नेचुरल फेस हेर्न पाएको अलिकति गाह्रो पनि हुन्थेन एभ्रिवान ल हेर्नुहोस् है फाइनली अब सकियो नेपाली 1500 रुपियाँ कि कसो हो काका सक्यो नि दुईजनाको 3000 रुपियाँ होइन ठिक छ नेभरमा र एभ्रिवान अब हजुरहरूलाई चाहिँ के कस्तो लाग्छ यो भिडियोहरू चाहिँ पुरा हेरेर साथ दिनु होला
हजुरहरूलाई बाचा गरेको थिएँ यो ठाउँमा देखाउँछु भनेर आज फाइनली देखाएँ पनि। अहिले चाहिँ हामी लेभल 34मा छौँ है। मुनिहरू हेर्नुहोस् त, घरहरू, फ्लाइओभरहरू, गाडीहरू किरा जस्तो हुनुहुन्छ क्या। अनि यता अब बेबीहरू खेलिरहेछ, यता पर्यटकहरू अरू साथीहरू नि हुनुहुन्छ। पुरा भिडियो चाहिँ अब युट्युबमा हेर्नु होला हजुरहरूले है। हस्त धन्यवाद सेवारो। Os